सङ्गीत, विद्रोह र शक्ति यी तीन कुराले नेपालको राजनीतिमा एउटा यस्तो भूकम्प ल्यायो जसको कथा आज हामी खोज तल्दैछौँ। यो कथा हो एक र्यापरको जसले दक्षिण एसियाकै राजनीतिलाई तरङ्गित बनाइदियो। आउनुहोस् यो पुरै कहानीलाई सुरुदेखि हेरौँ। सुन्नुभयो नि यी लाइनहरू? यो कुनै सामान्य गीतको अंश मात्रै होइन। यो त नेपालका लाखौं युवाहरूको मनभित्र गुम्सिएको आक्रोश र निराशाको आवाज हो, जसलाई बालेन शाहले शब्द दिए। अनि सबैभन्दा रोचक कुरा के भयो भने यही गीत गाउने कलाकार केही वर्षमै शक्तिको केन्द्रमा पुगे। उनी काठमाडौँको मेयर चुनिए। त्यसो भए प्रश्न उठ्छ, कसरी एउटा र्यापरले राजनीतिक क्रान्तिको सुरुवात कसरी गर्न सक्यो? उनको रेकर्डिङ स्टुडियोदेखि सिंहदरबारसम्मको यो अविश्वसनीय यात्रालाई अलि गहिरिएर निहालौँ। ल अब सुरु गरौँ पहिलो खण्डबाट, सङ्गीतदेखि मतपत्रसम्म। आखिर को हुन् त बालेन्द्र शाह, जसलाई हामी बालेन भनेर चिन्छौँ? कसरी भयो उनको उदय? यहीँबाट सुरु गरौँ है त। बालेनको चर्चा नेहपपको दुनियाँबाट सुरु भयो। अब नेहपप भनेको पश्चिमी सङ्गीतको नक्कल मात्र थिएन, होइन? यो त नेपाली युवाहरूका लागि आफ्नो कुरा राख्ने, सामाजिक मुद्दाहरूमा बहस गर्ने एउटा एकदमै शक्तिशाली प्लेटफर्म बनिरहेको थियो। उनी एक सामान्य कलाकार मात्रै पनि थिएनन्। पेसाले उनी एक स्ट्रक्चरल इन्जिनियर थिए, जसले 2015को भूकम्पपछि पुनर्निर्माणमा पनि काम गरेका थिए। मतलब उनीसँग कला र प्राविधिक ज्ञानको एउटा गजबको मिश्रण थियो। अब लागौँ दोस्रो खण्डतिर, एक बाहिरी व्यक्तिको उदय। यहाँ मुख्य प्रश्न के हो भने कसरी एक र्यापर र इन्जिनियरले वर्षौंदेखि राजनीतिमा जमेका पुराना पार्टीहरूको गढ भत्काउन सफल भए? उनको राजनीतिक यात्रा त एकदमै तीव्र गतिमा अघि बढ्यो। हिपहपको दुनियाँबाट काठमाडौँको मेयरको कुर्सीसम्मको यात्रा उनले निकै छोटो समयमा पूरा गरे। यहाँ त दुई फरक दुनियाँबीचको लडाईँ जस्तै देखियो। एकातिर थियो पार्टीको पुरानो संयन्त्र, परम्परागत मिडिया र दशकौंको शक्ति, अनि अर्कोतिर थियो टिकटक, सामाजिक सञ्जाल, युवा स्वयंसेवक र जनताको आक्रोशमा आधारित बालेनको अभियान। ल हेर्नुहोस् त यो आँकडा, 61,766। यो केवल एउटा भोटको गन्ती मात्रै होइन नि, यो त नेपालको राजनीतिक इतिहासमा एउटा ठूलो अपसेटको सङ्केत हो। यसले के देखायो भने जनता, उनीहरू अब पुरानो व्यवस्थाबाट दिक्क भइसकेका थिए। तेस्रो खण्डमा जाउँ, मेयरको वास्तविकता परीक्षण। चुनाव जित्नु एउटा कुरा भयो, तर के उनले जनताका समस्याहरू साँच्चै समाधान गर्न सके त? किनभने विद्रोहको नारा लगाउनु र सहर चलाउनुमा धेरै फरक छ। हेरौँ उनको कार्यकाल कस्तो रह्यो। अब उनको कार्यकालको कुरा गरौँ। यो एकदमै दुईधारे तरवार जस्तो भयो। एकातिर पारदर्शिताका लागि नगर परिषदको बैठक लाइभ गर्ने जस्ता एकदमै लोकप्रिय कामहरू गरे, तर अर्कोतिर अनाधिकृत घरहरू भत्काउँदा चलेको डोजर आतंकले ठूलै विवाद पनि ल्यायो। मतलब परिवर्तनको बाटो सोचे जस्तो सजिलो थिएन भन्ने कुरा छर्लङ्गै भयो। द काठमाडौँ पोस्टको यो भनाइले उनको सबैभन्दा ठूलो चुनौतीलाई प्रष्ट पार्छ। चुनाव जितेर पाएको त्यो अपार समर्थनलाई वास्तविक नीति र प्रभावकारी शासनमा कसरी परिणत गर्ने, यो नै मुख्य प्रश्न थियो। अब चौथो खण्ड, नेपालको जेन्जी विद्रोह। ठिक त्यही बेला जब बालेन मेयरको रूपमा आफ्नो परीक्षा दिइरहेका थिए, देशमा एउटा ठूलो राजनीतिक भुइँचालो आयो, अनि उनी फेरि एकपटक एउटा पुरै पुस्ताको आन्दोलनको केन्द्रमा आइपुगे। सरकारले अचानक सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायो। यो त एउटा झिल्को मात्रै थियो। यसले वर्षौंदेखिको भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अस्थिरताले निराश युवाहरूको मनमा दबिएको आगोलाई वार्रै सल्काइदियो। केही दिनको अन्तरालमा सामाजिक सञ्जालको अधिकारको लागि सुरु भएको एउटा सानो विरोध सरकार नै ढाल्ने राष्ट्रव्यापी विद्रोहमा बदलियो। सडकमा उत्रिएका युवाहरूको आन्दोलनले पुरै देशलाई हल्लाइदियो। जब आन्दोलनकारीहरूले सबै पुराना नेताहरूलाई अस्वीकार गरिरहेका थिए, त्यति बेला बालेनको आउटसाइडर छवि उनीहरूका लागि आशाको केन्द्र बन्यो। उनी त्यो आन्दोलनको एक विश्वसनीय र शक्तिशाली आवाज बनेर उभिए। अब पाँचौं खण्डमा हेरौँ, एक नयाँ राष्ट्रिय महत्त्वाकांक्षा। त्यो जेन्जी विद्रोहले सरकार मात्रै फेरेन, त्यसले बालेन शाहलाई काठमाडौँको मेयरबाट सिधै राष्ट्रिय राजनीतिको मञ्चमा पुर्याइदियो। अब उनको लक्ष्य देशको सबैभन्दा ठूलो पद, प्रधानमन्त्रीको कुर्सी हो। उनी सडकको त्यही ऊर्जा र मेयरको रूपमा बटुलेको अनुभवलाई लिएर देशको नेतृत्व गर्ने दौडमा सामेल भएका छन्।
उनकै शब्दमा भन्नुपर्दा यो त सगरमाथाको बेस क्याम्पमा पुगे जस्तो मात्रै हो। वास्तविक र सबैभन्दा कठिन चढाइ त अब सुरु हुँदैछ, सडकको आवाजलाई नीति र कानुनमा बदल्ने चढाइ। अन्त्यमा बालेन शाहको यो कथा एउटा व्यक्तिको मात्रै होइन। श्रीलङ्कादेखि बङ्गलादेशसम्म दक्षिण एसियाभरि यस्तै एउटा नयाँ राजनीतिक लहर देखिँदैछ। यसले हामीलाई एउटा गम्भीर प्रश्नको अगाडि उभ्याउँछ। के सामाजिक सञ्जाल र युवा आक्रोशबाट जन्मेको यो नयाँ राजनीतिले साँच्चीकै परिवर्तन ल्याउन सक्ला? कि यो केवल अर्को एउटा क्षणिक तरङ्ग मात्रै भएर बिलाउँला?